आफ्नो सन्तानको अन्नप्राशन यो केवल बच्चाको पहिलो पटक अन्न खुवाउने संस्कार मात्र होइन, यो त आमा बुवाको सपना, माया र आशीर्वादको सुरुवात हो। जब बच्चाले पहिलो पटक अन्न ग्रहण गर्छ, त्यससँगै उसले जीवनको नयाँ यात्रा सुरु गर्छ। यो क्षणमा परिवारका सबै सदस्यहरू एकै ठाउँमा भेला हुन्छन्, आशीर्वाद दिन्छन्, माया दिन्छन् र कामना गर्छन् यो सानो जीवन सधैँ सुखी, स्वस्थ र उज्यालो भविष्यतर्फ अगाडि बढोस्। अन्नप्राशन भनेको परम्परा र संस्कारलाई नयाँ पुस्तासम्म पुर्याउने सुन्दर माध्यम पनि हो। यो त्यो दिन हो जहाँ एउटा सानो मुस्कानमा पुरा परिवारको खुसी लुकेको हुन्छ। त्यसैले अन्नप्राशन केवल एउटा संस्कार होइन, यो त प्रेम, आशा र आशीर्वादले भरिएको जीवनको सुन्दर सुरुवात हो र हामीलाई गर्व लाग्छ तपाईहरूको सन्तानको यो सुन्दर सुरुवातमा सहभागी हुन पाउँदा। अन्नप्राशन अर्थात् पास्नेको यो सुन्दर क्षणलाई अझ विशेष बनाउनको लागि हामी तपाईँको घरमै आएर यो डेकोरेसन उपलब्ध गराउँदै आएको छौँ। तपाईँहरूलाई पनि हाम्रो सेवा आवश्यक पर्छ भने सम्झन सक्नुहुनेछ। नेपालभरि नै सर्भिसको सुविधा छ। बाबु प्रणवलाई हाम्रो पनि शुभाशीर्वाद।